हिजो यहाँ चाहिँ बाइक फस्या रहेछ कि हामी सुख खोज्ने चक्करमा झन् आफूलाई दुखी बनाउँदै गइरहेको हुन्छौँ। हावाले उडाइदियो पर्छौला। तेरो दुःख भयो यहाँ चाहिँ ढुङ्गा खसिरहेको रहेछ यार माथिबाट डेन्जर छ। हेलो गाइज, वेलकम टु माई अनदर न्यू भ्लग। मैले तपाईँहरूलाई पहिला पनि भनेको थिएँ, अब चाहिँ म मोटो भ्लगिङ पनि बिस्तारै सुरु गर्नेवाला छु भनेर। आजको लगभग मेरो यो फर्स्ट भिडियो भन्दा नि हुन्छ। के त सन्चै हुनुहुन्छ होला होइन। म चाहिँ आज खासमा घरबाट चाहिँ हिँड्दैछु, टाढै हिँड्दैछु। मतलब भनेको हाम्रो मध्य पहाडी लोकमार्ग राजमार्ग होइन, मध्य पहाडी राजमार्गतिर जाँदैछु। कोटीबाङ जाने बाटो पर्छ त्यहाँबाट। खासमा चाहिँ त्यहाँ बुवा आउँदै हुनुहुन्छ, उहाँलाई लिन जानु लाग्यो होइन। अनि यो चाहिँ गुराँस फुल्ने सिजन हो, त्यही भएर जङ्गलतिर रमाइलो पनि हुन्छ हिँड्दा होइन। तर चिसो बढी हुन्छ कि यताखेरि। मैले अब ग्लोभ्स राखेको थिएँ घरमा, तर ग्लोभ्स चाहिँ कता भेटिनँ। त्यो यत्तिकै लगाएर हिँडिरहेको छु, म नलगाइकन हिँडिरहेको छु। अनि यो बाटोमा चाहिँ अब मेबी आज त देखिँदैन होला होइन, तर हुन्छ नि मृग कालीहरू देखिन्छ। गुराँस फुलिरहेको छ, म तपाईँहरूलाई गुराँस पनि देखाउँछु, तपाईँहरू देख्न सक्नुहुन्छ। ऊ माथि देखिरह होला है बाटो चाहिँ। यो जङ्गलको बाटोमा लास्टतिर चाहिँ यहाँ पनि फुलिरहेको रहेछ गुराँस। अस्ति 2-3 दिन पानी पऱ्यो नि त, हिउँ पर्ला जस्तो गरिरहेको थियो, त्यही भएर बाटो यस्तो हिलो छ। अनि यता फेरि यो जङ्गलतिरको बाटो चाहिँ कस्तो हुन्छ भने हिँड्छ होइन, अनि हेर्दाखेरि सब नर्मल जस्तो लाग्छ। अनि ठ्याक्क हाल्यो भने अनि गाडिन्छ क्या भाइ, यस्तो हुन्छ। अनि त्यही भएर पानी त अब भित्र सोचेर मान्छे त्यो ठुलो बनाउने पिछो हुन्छ नि, त्यस्तो भुलेर बसेको हुन्छ कोही ठाउँमा। सबैमा त्यस्तो त हुँदैन होइन। त्यही भएर म जाँदैछु घर बस्दै झ्याला चाहिँ हिमाल पनि देखिरहेको छ, तपाईँहरू देख्नु भइरहेको होला। गुराँस फुलिरहेको छ, गुराँस फुल्ने लेखैमा यहाँबाट देखिने हिमाल चाहिँ हाम्रो एउटा माछापुच्छ्री देखिन्छ होइन। अनि अर्को धौलागिरी हिमाल पनि देखिन्छ। अनि खै यार नाम म बिर्सेँ क्या, अरू के हो नाम चाहिँ होइन। म तपाईँहरूलाई देखाइदिन्छु, तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्न सक्नुहुन्छ है हिमालको नाम कुन हो भनेर। माछापुच्छ्री र धौलागिरी त मैले चिनिन्छु होइन, बाँकी चाहिँ मलाई पनि थाहा छैन। मतलब थाहा थियो तर अहिले याद छैन। त्यही भएर म यो बाटोमा हुन्छ नि बर्खा पनि मस्त हिँडिरहेको छु क्या। यो बाटो चाहिँ एकदमै धेरै हिँडिरहेको छु म, किनभने तर अब यस्तो हो बाटो यो, मतलब अब बिग्रिँदैन। मतलब गाडी नै रोकिनु गर्दा बिग्रिने खाले बाटो चाहिँ होइन। अनि हिँड्न पहिला हुन्छ, घर आउँदा म यताको बाटोतिर हिँडिरहेको हुन्छु। बिस्तारै गर्मी सुरु होला, तर यता हाम्रो ठाउँमा फेरि सधैँ चिसै भयो लागिरहेछ। यस्तो हिलो छ कि होइन। भन्न अझ टायर नयाँ हालेको छु र खासै पहिला जस्तो बाइक चिप्लिँदैन, नभए त लरक परिहाल्छ। तर मलाई चिप्लोदेखि लास्ट डर लाग्छ क्या। हुन्छ नि अगाडिको टायर, मेरो त पछाडिको भन्दा पहिला अगाडिको चिप्लिन्छ भन्ने डर लाग्छ, किन हो खै। तर चिप्लिन्छ म यस्तो हुँदो रहेछ कि नयाँमा भर्खर सिक्रेट बनाउँदाखेरि सबै कुराको अनुभव हुँदैन। अनि बाइक चिप्लिन्छ जस्तै लाग्दैन नि त, भुइँ हाल्थेँ मैले। अनि त्यस पछाडि 1-2 चोटि पल्टिन त पल्टेँ होइन म, त्यसरी चिप्लेर स्पिडमा होइन। हिजो यहाँ चाहिँ बाइक फस्या रहेछ कि। हिजो मैले अर्को एकजना साथीलाई दिएर पठाएको थिएँ, अनि डाँडामा हाल्दा डबल रोड थियो। अनि त्यहाँबाट बाइक गएर हिलोमा गाडिदिएछ। यहाँनिर यस्तो चाहिँ अब यहाँ यो बर्खामा कस्तो हुन्छ होला बाफले, पानीले खोलिरहेको हुन्छ अझ।
बाइकमा अफरोडमा मतलब अब हाम्रो हुचो छ होइन बाइक, अनि त्यही भएर एक्लै हिँड्यो भने तान्न सजिलो हुने, मतलब बाइकलाई होइन, बाइकले तान्नलाई। अनि कहीँ गएर केही समस्या पऱ्यो, बाइक गाडी हिलोमा यता भयो भने त याद छैन। म एकचोटि यस्तै परिरहेको छु यही बाटोमा हो, हिलोमा यस्तै फस्यो, एक्लै थिएँ। डबल स्ट्यान्ड पनि गाडी हाम्रो यता चाहिँ यो देख्ने ठाउँ चाहिँ हाम्रो भ्यू हो होइन। यता तपाईँहरू देख्नु सक्नुहुन्छ कस्तो मिठो भ्यू देखिरहेको छ यहाँबाट। यो चाहिँ यो छ नि, यो मध्य पहाडी लोकमार्ग, मतलब लोकमार्ग भन्छ कि राजमार्ग भन्छ मैले बिर्सेँ। यो चाहिँ यो बाटो हो होइन। यो हाम्रो बुर्तेब्याङ, ढोरपाटन, निसी खोला भन्ने ठाउँतिर जान्छ कि यो चाहिँ। अनि प्रायः अब म बस्ने ठाउँतिर मतलब चितवनतिर चाहिँ बिउको मान्छेहरू भनिरहेको हुन्छ। बिउको एरिया चाहिँ यो हो। यस्तो राम्रो ठाउँ छोडेर अब चितवन जानुभएको छ सबैजना। यस्तो राम्रो छ यहाँ ठाउँ हेर्दाखेरि है। यही छ, अब कोही बाध्यताहरू जान्छन्, कोही पैसा कमाएर जान्छन्। अब त्यस्तै छ गाउँघरलाई कसरी मिसेर जान सकिन्छ होला भन्ने हुन्छ। मेबी अब हाम्रो पनि जाने दिन आउँछ होला। कोही चाहिँ कस्तो हुँदो रहेछ भने बस्ने सराई कुरामा चाहिँ होइन, आफ्नो अब जस्तो म गाउँ छोडेर जानै चाहदिनँ भन्ने छ मलाई चाहिँ होइन। म यहीँ बस्न चाहन्छु भनेर, तर आफ्नो आफन्त इष्टमित्र कोही पनि छैन यहाँ। मतलब गाउँलेहरू हुनुहुन्छ होइन, छिमेकीहरू हुनुहुन्छ, सबै गुड हुनुहुन्छ, ठिक छ। तर पनि केही पर्दाखेरि चाहिँ कसैले आइज भन्यो भने चितवन अनि काठमाडौँतिरबाट अनि केही परेर बोलाउँदाखेरि पनि खासै ऊ छैन नि त, आउनु खोज्दैन नि त, टाढा भयो भन्छ। अब यो तपाईँहरूले देखेको बाटो त यो हिउँदमा भएर यतिको भएको, बर्खामा त झन् त लास्टै हुन्छ काम नलाग्ने होइन। अनि उतातिर बसेको मान्छेलाई, हामीलाई यहाँ हिँडिराखेको मान्छेलाई पो सब कुरा नर्मल लाग्छ। ल हेर्नुहोस् यहाँ गुराँस कस्तो मिठो फुलिरहेको छ। यो चाहिँ पुरै गुराँसको जङ्गल हो। अझै पोहोर पराहरू जस्तो चाहिँ फुल्या रहन्छ, तर फुल्न चाहिँ फुलिरहेको छ। अनि आउनै मान्दैनन् मतलब हुन्छ नि त। अनि फेरि केही पऱ्यो भने चाहिँ कोही पनि हुँदैन भन्ने, आफ्नो मान्छे कोही पनि हुँदैन भन्ने हुँदो रहेछ। अब त्यो सहरमा गएर बसेर है, न कोही यताको मान्छे उतासँग बोल्छ, उतासँग उता बोल्छ, हाल्तीबाट पैसा ननिकालेसम्म केही पनि हुँदैन। सबै कुरा सहरमा पैसा भन्दा अर्को केही पनि हुँदैन, आफ्नोपनै हुँदैन के। सहरमा हुने भनेको पैसा हो। जे चल्छ, जे गर्छ, जे बोलिन्छ सबै पैसा हुन्छ। पैसा बिना केही पनि चल्दैन। तर गाउँमा भावना र माया भन्ने कुराहरू पनि हुन्छ होइन। सहरमा तपाईँ एक दिन तपाईँको खोल्टीमा पैसा भएन भने कस्तो रुन मन लाग्छ होइन, रुन मन लाग्छ नि त। अब अनि कोही साथीहरू चाहिँ कतै बोलायो या कतै जानु पऱ्यो भने 100 रुपियाँ 200 रुपियाँ खर्च हुन्छ भने डराउनुपर्छ। ल गइहाल्यो भने अब एक दिन गयो भने 500-1000 रुपियाँ त खर्च भइहाल्छ नर्मल। अनि त्यस पछाडि अब हामी खासमा सहर सुख खोज्न जाने भनेर सहर जाने हो होइन। अब त्यहाँ गएर दिनको 500को दरले खर्च भयो भने नि महिनाको नर्मल्ली आफ्नो पर्सनल पकेट खर्चको कुरा गरेको मैले 15,000 खर्च भयो होइन। सुख खोज्न जाने हो। अब त्यो सुख खोज्नलाई मिहिनेत गर्नु पऱ्यो, पैसा नभए केही पनि चल्दैन। अनि त्यस पछाडि झन् दुःख हुन्छ कि हामी सुख खोज्ने चक्करमा झन् आफूलाई दुखी बनाउँदै गइरहेको हुन्छौँ होइन। दिनदिनै फ्रस्ट्रेट हुन्छ, डिप्रेसन हुन्छ। अनि त्यस पछाडि कसैले केही गर्नु सकेनस् भन्ने टचर हुन्छ। युवाहरूलाई झन् गाह्रो छ नि होइन। अनि जस्तो हामी जस्तो युवाहरूलाई झन् एकदमै मुस्किल हुन्छ कि। त्यही भएर मैले चाहिँ के भन्छु भने तपाईँहरू खर्च कम गराउनु भयो भने, इच्छा कम राख्नु भयो भने, जति इच्छा कम राख्यो त्यति धेरै सुख हुन्छ होइन। इच्छा धेरै नराख्ने, आकाङ्क्षा धेरै नराख्ने, पछि हुने कुराहरू पहिल्यै होइन। एउटा प्लानिङ चाहिँ गर्ने सक्सेसको लागि चाहिँ। तर हुने मतलब होइन, यो भएन भने म मर्दिनँ भन्ने टाइपको चाहिँ नबनाउने भने चाहिँ सुख हुन्छ। गाउँमा चाहिँ तपाईँ ल एउटा उदाहरणस्वरूप भन्यो भने ओहो यहाँ चाहिँ लास्टै राम्रो कुरा फुल्दो रहेछ यार, बवाल दाबी फुलिरहेछ। देख्नुभयो होला तपाईँहरूले पनि है। अनि अब यहाँ गाउँमा तपाईँले
चिया खानु मन लाग्यो भने या मतलब कसैका गएर चिया खानु भन्यो भने नर्मल्ली उनीहरूले चिया बनाएर दिन्छन्। त्यहाँ त्यहाँ चिया खानु निस्किनु पऱ्यो भने हाम्रो प्रायःको बानी चिया खाने हुन्छ नै होइन। के हुन्छ एक गिलासको 25-30 रुपियाँ दिनु पऱ्यो। अब तपाईँ दिनमा चिया खाने मान्छेलाई नर्मल बिहान बेलुका पकाएर खानु भने मतलब बिहान दिउँसो खानु मन लागिहाल्छ होइन। अझ अफिसियल काम गर्ने मान्छेहरू त 3-4 चोटि बढी नै खाइन्छ अफिसमा हुँदाखेरि। अनि 100-150 रुपियाँ चियामै जान्छ। त्यसरी हिसाब गर्ने भने 3-4 हजार चियाको मात्र पऱ्यो। अनि साधन भए साधन खर्च, साधन नभए मतलब आफ्नो पर्सनल साधन भयो, पर्सनल साधन खर्च, तेल सेल सर्भिसिङ भयो होइन। अनि त्यस पछाडि पर्सनल साधन बाइक म्याजिक स्याजिक अटो टेम्पो चढ्नु पऱ्यो भने नि खर्च त भयो। हामी गाउँमा धेरै कुराहरूलाई हिँडेर समाधान गर्छौँ होइन। हिँडिन्छ, यताउता गरिन्छ, सहयोग मागिन्छ। तपाईँ सहरमा एउटा धारा फिट गर्नु कसैलाई बोलायो भने 500 रुपियाँ दिन्छ। यहाँ कोही जानेको छ भने लगाएर गरिदिनुहोस् न भनेर गरिदिन्छ। त्यही भएर खासमा हामीले आफूले दुःखी बनाएको हामी आफै हो कि खासमा कसैलाई दोष दिने भन्ने केही पनि हुँदैन कि। मलाई यसले यस्तो गरिदिएर दुःख भयो, यहाँ चाहिँ ढुङ्गा खसिरहेको रहेछ यार माथिबाट डेन्जर छ। अनि हामीलाई चाहिँ त्यही त दुःखी बनाएको भनेको कसैले पनि होइन कि हामी आफैले दुःखी बनाएको। इच्छा कम राख्यो सुख बढी हुन्छ, इच्छा बढी राख्यो दुःख पनि बढी हुन्छ। फेरि त्यो सुख पाउने आशमा राखेका इच्छाहरू हुन्छन्। त्यही भएर मलाई चाहिँ खासमा सहर छोडेर मतलब गाउँ छोडेर सहरतिर गएर बस्नुलाई भन्ने पनि लागेको छैन। कोही बोल्दैन है, फ्रस्ट्रेट हुन्छ आफूलाई मनमा के कुरा साटौँ भन्ने पनि हुन्छ। त्यसैले केही भन्दैन। अनि घाँस काटेर आउनु भएको रहेछ आमाहरू। त्यही भएर मलाई गाउँतिरै ठिक लाग्छ होइन। गाउँमै नि सुविधाले बस्न सकिन्छ, धेरै कुराहरू हुन्छन्। भावनात्मक रिलेसन धेरै राम्रो हुन्छ होइन। अब गाउँमा बसेर 15,000ले पुग्ने फ्यामिलीलाई नै पुग्छ। अब सहर गयो भने 15,000ले आफूलाई मात्र खर्च पुग्दैन। त्यही भएर हो। तर मैले एकचोटि यहाँनिर चाहिँ यहाँ छ नि त्यस्तै, यहाँ त अहिले बाटो राम्रो बनाएको छ। त्यति बेला खाल्डो थियो ठ्याक्कै म जहाँ जुनलिङबाट हिँडिरहेको छु त्यहाँ खाल्डोमा पसेर यति दुःख पाएको। त्यो चाहिँ मौरीको घार हो, घार बनाउनु नआउँदो रहेछ। आफ्नोमा गोरु सोधो सुकेको छ। त्यो चाहिँ बाटो बन्दैछ अलिकति राम्रो। चाहिँ हामी अहिले फापरखेत आइपुग्यौँ। गाउँमा चाहिँ फापरखेत हुन्छ, पुरा सुक्दा यता नि फुलिरहेको छ नि। अब माछा पुसी हिमाल देखिएको छैन होइन। धौलागिरी अलिक माथिबाटदेखि त्यहाँ लागिरहेको रहेछ। यस्तो यो ग्राभेल मतलब के भन्छ हामीले त सुलिङ भन्छौँ, अब बजारतिर ग्राभेल भन्छ। यस्तोमा बाइक चलाउन लास्ट गाह्रो हुन्छ। ठ्याक्ठ्याक् गाडीहरूलाई त ठिकै हुन्छ, बसेर नै आउँछ। हामीलाई बाइकर्सहरूलाई चाहिँ लास्टै झ्याउला चाहिँ यार बाइक चाहिँ हालेर हिँड्नु जस्तो हुन्छ। कति रहेछ अन्त मात्र ठिक छ। यस बाइक गाडी चाहिँ गर्दैन। हावाले उडाइदियो पर्छौला। बाइकले पनि खासै नतान्ने कि किन हो भाइ। बुवा यहाँ आइपुग्नु भयो रहेछ। खासमा बुवालाई नै लिन आएको होइन। कहाँ खुट्टा चरोपट्टि ज्यान गलिहाल्छ गऱ्यो नि त्यसरी त। खुल्ला छोडेर आनन्द फ्री छोडेर बस्ने होला गरी के हुन्छ र। अझै अलिक अगाडि आएर हामी चलाउने मान्छेलाई त्यस्तो अप्ठ्यारो हुन्न के अरे।
तपाईँलाई त्यस्तो लागेर हो 18 भयो त म ट्याङ्कीमा थिएँ अनि थोरै पछि सर्नु भनिहाल्छु गरे परेर भयो मौरी पालन रहेछ यहाँ त आधुनिक घर लिएर आधुनिक घरभन्दा त हिँडी यस्तो हाम्रो लोकल घरमा राखेको ठिक हुन्छ होला मौरी त मौरी क्या आधुनिक घरभन्दा त यस्तै लोकल घरमा राखेको ठिक हुन्छ होला गरे यो घरमा राखेको त नै बाबा मौरी नै मैले यहीँ भारी बिसाएर बसेँ त रहनु त यहाँबाट फोटो खिचौँ र हामी अघि गुराँस फुलेको ठाउँमा आइसक्यो तपाईँलाई मैले अघि नरोकिकन देखाएको थिएँ होइन यो एकदम मिठो फुलिरहेको छ तर खासै पोहोर परार जस्तो त फुले होइन यो पुरै खासमा गुराँसको बोटहरू नै हो अलिअलि फुलिरहेछ यसमा चाहिँ राम्रो फुलिरहेको रहेछ र यही देखाउनको लागि हो आजको भ्लग यहीसम्म भिडियो मन पऱ्यो भने लाइक गर्नुहोस् च्यानललाई सब्सक्राइब गर्नुहोस् अलिक कन्टिन्यू दिन सकिरहेको छैन तपाईँहरू प्रतिक्रिया पाएँ राम्रो हुँदै गयो भने मलाई पनि हौसला मिल्छ र आजलाई छुटौँ आफ्नो केयर गर्नु होला बाई गाइज